हेलो साथीहरू सबैजनालाई वेलकम छ मेरो ब्लगमा है। आज चाहिँ फेरि अब बिहान दिउँसो 12 बजेदेखि ड्युटी स्टार्टदेखि लिएर भिडियो गर्दैछु साथीहरूसँग रमाइलो गर्दै। साथीहरू सबैजना आफ्नो काम गरिराख्नु भएको छ। सोल्टीले चाहिँ मसला बनाउँदै हुनुहुन्छ सहरमा सकेर। एक हप्ताको लागि बनाउनु भएको थियो, फेरि सकेर होटल बिजी भएको कारणले गर्दा छिटो सकेर फेरि बनाउँदै हुनुहुन्छ। भाइहरू सबैजना आफ्नो काम गरिरहेको छ, बिजी छ है। म चाहिँ रमाइलो गर्दै हल्का भिडियो गरिरहेको छु। एकछिन बसिरहेको थियो र बखराको कारणले गर्दा केटाहरू आफ्नो काम गरिरहेको छ, रमाइलो गर्दै हाँसी मजा गर्दै। यस्तै हो दिन कटाउने अब तरिका होइन काममा। अब एक हो र आफ्नो तालमै मात्रै काम गऱ्यो भने दिन कटेको थाहा पाइने। त्यो रमाइलो गर्दै म चाहिँ यतापट्टि फेरि सट्ट हाम्रो पल्लोपट्टिमा हाम्रो बोसको अर्को पनि दोकान छ, बेकरी छुट्टाहरू पाउँछ। सिगरेट खान आउँछ यहाँको लोकल केटाहरू। म पनि सुट्टा लिन आएको थिएँ, त्यही भएर यता चक्लेटहरू पनि हेर्दैछु। चिया पाउँछ यहाँ चाहिँ, सुट्टाहरू पाउँछ है। हाम्रो पल्लोपट्टि चाहिँ हाम्रो होटल, यतापट्टि चाहिँ बेकरी, सिगरेटहरू पाउँछ। टक्कसम्मले म चाहिँ मसला बनाउन लागेँ चिकन 65 को चाइनिजको लागि। मसला सकेर म रेडी गरिरहेको छु, सामानहरू सबै जिन्जर गार्लिक पेस्ट गरेर मैले सबै सामानहरू हालिसकेर रेडी गरिरहेको छु। भिनेगर हाल्दैछु। यसमा धेरै वेट देखियो क्यामेरा पक्रिदिने मान्छे नभएर त्यति मजाले भिडियो पनि भएन, क्लियर आएन। सबैजनालाई सरी है। हल्का फुल्का जसो त्यसो मिलाउँदैछु बिस्तारै है। त्यति साह्रो राम्रो क्लियर आएको छैन। हल्का फुल्का मसला मजाले घोल्दैछु भिनेगर हालेर टक्कसँगले। अब यसमा चाहिँ सब गरेर मैले हालिसकेर मजाले घोल्दैछु। कलर अलिक नपुगेर कलर अर्कै देखिरहेको छ घिनलाग्दो तरिकाको। अट्टसम्मले मसला अब घोलेर एकछिन राख्ने बेला हुन आँट्यो। सोल्टीले पनि काम गर्दै हुनुहुन्छ, त्यही भएर हामी दुईजना भएर यहाँ दुईजना काम गरेको कारणले गर्दा ठाउँ पाइएन। उहाँले पनि मसला बनाउँदै हुनुहुन्छ, त्यही भएर ठाउँ नपाएर मैले सट्टसम्मले अब यो मसला बनाएर एकछिन रेडी गरेर राखेर एकछिन बस्ने बेला अब होस् होइन कि सोल्टीको पनि काम छ। सोल्टीले काम गर्नुपर्ने हुन्छ मैले भन्दा अगाडि, त्यही भएर म चाहिँ एकछिन बस्छु। सामानहरू रेडी गरेर राखिरहेको छु है। सट्टसम्मले अब मसलाहरू, यो मसला चाहिँ फ्रिजमा राख्नु जति राखो उति टेस्ट आउने हो। 1 महिनासम्म राख्न सकिन्छ यसलाई चाहिँ बनाएर होइन घरमै। कसमले गलियो पनि टुक्रा काम टुक्री गर्दा यता कुद्दा अलिअलि कस्टमर आउँछ जान्छ, कुद्दा गलियो पनि। त्यही भएर बिस्तारै बिसाउँदै काम गरिरहेको छु। कस्टमर पनि 1-2जना फटाफट आउँदैछ। सट्टसम्मले अब मसला चाहिँ म यहाँ राखिरहेको छु। सोल्टीको पनि काम भएको कारणले गर्दा सोल्टीले काम गरिराख्नु भएको छ। मैले चट्टा मसला रेडी गरेर भाँडामा हाल्नु मात्रै बाँकी, अनि फ्रिजमा हाल्नलाई रेडी। अब सोल्टीको काम चलिरहेको छ, सहरमा हालिराख्नु भएको छ किनकि कस्टमर आउने बेला हुन आँट्यो। त्यही भएर सोल्टीलाई पालो दिनुपर्ने भयो। त्यही भएर सबैलाई बाई बाई।